आजका ब्राह्मणलाई छोडिदिनु नि त तपाईँ 1 लाख रोजेर गाई लानुहोस् भन्दाखेरि त्यो हुँदैन। कर्म गरेर दिएको पो आफ्नो हुन्छ। त्यसै दिएको त त्यो पैँचो दिए जस्तै हो। कर्म गरेर दिएको त्यो ब्राह्मणको ब्रह्मस्व हो। त्यसै दिएको भन्दा त्यो तिर्नुपर्छ, ऋणको भारी लाग्छ। ला तँलाई भनेर कसैले सित्तैदियो भने लिनु पनि हुँदैन। कर्म गरेको, श्रम गरेको, पसिना पगालेको मात्रै पत्ता छ। त्यस कारणले तिमीले चाहिँ नि यो कर्म गरेर दिएको भन्छ, त्यसै म माग्न आएको र तिम्रामा भन्नलाई आज चाहिँ रिसायो। रिसाउँदै अनेक फकाउँदा पनि भएन, त्यत्तिकै लिएर चाहिँ एकजनाले हिँडे, अर्को रिसाउँदै हिँड्यो। अरू सबै धर्मै धर्म, तर भुलवश त्यति पाप भएको कारणले गर्दा पछि नृगराजाले पञ्चत्वमा प्राप्त भइसकेपछि, मरिसकेपछि जो चित्रगुप्तको ठेलीमा पल्टाउँदा त सबै धर्मै धर्म भुलवश त्यति पाप भएको हुनाले पहिला तिमी पाप भोग्दैछौ धर्म भनेर सोध्नु भयो। पहिलाको दुःख पछिको सुख राम्रो। पहिला चाहिँ सुखी भयो भने नि पछि दुःख पायो भने त्योभन्दा नराम्रो केही हुँदैन। पहिला त म दुःखै भोग्छु प्रभु भनेर भन्दाखेरि ल जाऊ यो पापको प्रायश्चित्त गर्न तिमी कहाँ जानुपर्छ? तिमीले छेपाराको योनिमा जानुपर्छ। छेपाराका योनिमा गए। त्यो छेपाराको योनि पनि थोरै भएको हुनाले, भुलवश भएको हुनाले भगवानको पाउको चिन्ह पैतालाले चिन्ह। हेर्नु, भगवानका चरण छुन कहाँ पाउनु? भगवानको चरण छुने बित्तिकै छेपाराको योनिबाट मुक्त भएर देवताको जस्तो रूप धारण गरेर जो गोलोकवासी भगवान गोलोक धाममा चाहिँ भगवानले पुर्याइदिनु भयो। यसैले स्वदत्ताम परदत्ताम वा यो हरे वसुन्धरा 60 वर्ष सहस्राणाम